मगर र छेत्री दाजुभाइ थिए अरे पहिला एकै ठाउँ बस्थे भैँसी किनेर ल्याएछन् भैँसी किनेर ल्याएपछि छेत्रीले मगर भाइलाई सोधेछ कतापट्टि रोज्छ भाइ भन्दा मगरले टाउकापट्टि रोज्यो छेत्रीको परो पछाडिपट्टि अनि मगरले चाहिँ मजासँगले घाँस काट्छ खुवाउँछ मजासँगले चाकर गर्छ ओर्छ मिठो मिठो खुवाउँछ टाउको सुमसुमाउँछ भैँसीलाई राम्रो गर्छ मगरले अनि गोबर सोर्छ छेत्रीले चाहिँ आफ्ना खेतमा हाल्छ बारीमा हाल्छ मकै फलाउँछ ब्याउने भयो राँगो खोज्यो छेत्रीले लान्छ मिसाउन ब्याउँछ दुध पछाडिपट्टि पऱ्यो छेत्रीले दुन्छ खायो दुध मजासँगले मगर घाँस हाल्ने गर्दा गर्दा एक दिन चाहिँ छेत्री कता कता गएको बेला ठेकीमा दही हालेको थियो मगरले कस्तो हुँदो रहेछ त भनेर खाएको त्यो मगरलाई दिँदो पनि रहन्छ त्यो छेत्रीले चाहिँ कस्तो हुँदो रहेछ भनेर झिकेर खाएछ खाँदाखेरि अचम्मै मिठो भयो उसले के तरेसँग सोरेर खाइहाल्यो मर्ने गरी मिठो भएछ ए म चाहिँ घाँस हाल्ने ऊ चाहिँ खाने अब यसलाई म केही गर्छु भनेछ मगरले अनि भेट भएर बाजेछन् भैँसी आदि आदि पारौँ दाजु भनेछ मगरले के को पार्छ आदि आदि तेह्रपट्टि अगाडिपट्टि छँदैछ नि चाकर गर्न तै भनेछ छेत्रीले तेरीमा त मिठो मिठो खाने मलाई चाहिँ ठग्ने त त्यति लामो तर बार झिकेछ र भैँसीले गर्नमै माझमा काटिहाल्छ ल तेह्रपट्टि पछाडि दिएछ मेरापट्टि अगाडि बोल ल मगरले भैँसीले मासु मजाले खायो छेत्री हेरेको हेरे अनि त्यहाँदेखि त भैँसीको आन्द्रो झिकेछ र छेत्रीका चाहिँ राम्रो काँधामा दिएको अहिलेसम्म त्यही जनाइ लाउने चलन भएको छ मलाई चाहिँ यो पुरानो कथामा तमसिंह माइला बुढाले सुनाइरहे